हुन त तपाईँले चाहिँ दुनियाँ नबोकेको होला मैले, तर पछाडिएको ठाउँबाट उठेर ठुलो टकटकाउनु नै जिन्दगी हो भन्ने बुझेको छु। पछाडिएको ठाउँबाट उठेर धुलो टकटकाउनु नै जिन्दगी हो भन्ने बुझिया छ भनेपछि लाइन सुन न, डायलग सुन केटा हो। जहाँ मान्छेले आपत परे बेला सहयोग गर्दैन नि, त्यो पछिको त्यो दुःखलाई, त्यो जुन प्रब्लम छ त्यसलाई सल्भ गरेर अगाडि बढ्नु नै जिन्दगी हो भन्ने कुरा सिकाएको छु। कस्तो मिठो न। मान्छे पैसाले मात्र धनी हुँदैन, सबैभन्दा धनी मान्छे त त्यो हो जसले जिन्दगीमा खतहरू कमाएको छ। जिन्दगीमा खतहरू कमाएको छ। मान्छे पैसाले मात्रै धनी हुँदैन। के घर केटेर घर नम्बर 2 लाई सपोर्ट गरौँ। अब दिपेन्द्र के खनाल भनेपछि उहाँले चाहिँ माटोको पथालाई टिपेर टक्क अब कसरी पर्दामा देखाउनुहुन्छ भन्ने चाहिँ मलाई फिल हुन्छ होइन। त्यही कुरा यहाँ देखाउन खोजेको छ, ट्रेलरले नि भनिरहेछ।